हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। यो चाहिँ मेरो फर्स्ट भ्लग हो। फर्स्ट भ्लग म बनाउन गइरहेको छु है। अब एउटा युट्युब च्यानल खोल्नु पऱ्यो तपाईँहरूलाई चाहिँ। त्यो युट्युब च्यानलमा चाहिँ यो सोलुखुम्बु जिल्लामा रहेको यो खुम्बु पाखनलाम गाउँपालिका वडा नम्बर 5 नाम्चे बजारको वस्तुस्थितिबारे जानकारी गराउने छु। त्यहाँको ठाउँ, यहाँको परिवेशहरूको बारेमा चाहिँ तपाईँहरूको लागि चाहिँ सम्पूर्ण जानकारी गराउने छु। यहाँ भएका हिमालहरूको, यहाँ भएका नदी नालाहरूको, यहाँ भएका गाउँ बस्तीहरूको सबैको चाहिँ बुझाउन गइरहेको छु। गाइज हेर्न सक्नुहुनेछ, हिलारी भ्यू पोइन्ट भन्ने ठाउँ गएको थियो। यो माथि हो, यो चाहिँ यो डाँडा माथि हो। हामी चाहिँ यो चट्टोसँगले यो नाम्चे बजार सोलुखुम्बु जिल्लाको खुम्बु पाखनलाम गाउँपालिका वडा नम्बर 5 मा रहेको यो नाम्चे बजारमा यो चाहिँ सगरमाथाको प्रवेशद्वार भनेर चिनिन्छ। धेरैलाई थाहा नहुनसक्छ है, थाहा नहुनेहरूको लागि हो। यो चाहिँ नाम्चे बजार भनेको चाहिँ सगरमाथा बेस क्याम्पको गेटवे हो। अनि हामी चाहिँ यहाँबाट चाहिँ घुम्न गएको थियौँ हिलारी भ्यू पोइन्ट। हिलारी भ्यू पोइन्टबाट चाहिँ भ्यू हेर्ने भनेर गएका थियौँ, तर हेर्न सक्नुहुनेछ यो गाडीको कारणले गर्दाखेरि वरिपरि यो कुहिरो लागेको कारणले गर्दाखेरि मेरो युट्युब च्यानलमा चाहिँ सबैले लाइक सब्सक्राइब गरिदिनु होला। तपाईँको भाइ च्यानल है, लाइक सब्सक्राइब गाइस। चलको लागि चाहिँ एकदम नयाँ बाटो, अलिक रिस्की बाटो चाहिँ खोज्दै हिँडिरहेको छौँ क्या। चाहिँ जति रिस्क लियो त्यति नै मजा लाइफमा, त्यति नै धेरै अनुभव पाइन्छ नि त। त्यति धेरै अनुभव लिन पाइन्छ, त्यही भएर मान्छेले भनेको रिस्क लिने नै हो। बाटो हुँदैन, बाटो त बनाउँदै जाने हो, हो एकदम हो, एकदम राइट। यु आर राइट म्यान। एकदम हामी चाहिँ आफै बाटोमा जाने। वेलकम टु दबा यार, यो गीतमा पुग्दैन होला, म धुलै पुग्छु यार। यो मलाई जहाँ पनि यो दबा ल बुझिरहेको छु, हेर्न सक्नुहुन्छ। ए तपाईँ चाहिँ सुरज उसकोमा जानुभयो क्या। सुरज ब्रो हेरिदिनु पर्छ, तपाईँको 100,000 जुत्ता चाहिँ उठाइदिनुहुन्छ तपाईँलाई। ओके, तपाईँको अहिलेसम्म च्यालेन्ज कति छ त्यो पुरा हेर्न सक्नुहुनेछ। यो पछाडिको चाहिँ नाम्चे बजार। हामी फाइनल्ली नाम्चे बजार ब्याक भइसकेको छौँ। साथीहरूमा अगाडि गएको छन् यार। नाम्चे बजार हेर्न सक्नुहुनेछ। हामी फाइनल्ली ब्याक भइसकेको छौँ। एउटा स्वर्गको टुक्रा हो भन्दा फरक नपर्ला नाम्चे बजारलाई। हेर्न सक्नुहुनेछ सोलुखुम्बु जिल्लाको नाम्चे बजार भन्ने ठाउँ। यो बाटो चाहिँ बेस क्याम्प जाने बाटो। यो बाटो जस्तो यस्तो गरेर उहाँ यतातिर गएर बेस क्याम्प जानुपर्छ। हेर्न सक्नुहुनेछ।